कुद्दै पनि जाँदैछु होइन र साथीहरू घर अलिक टाढै छ। यो हिँड्ने बानी नहुँदा त पुरै खुट्टा दुख्दो रहेछ साथीहरू। यो एकदमै पीडा भइरहेछ खुट्टामा। म चाहिँ कुद्दैछु है। साथीले एकदमै छिटो आइजाऊ भनेर कराएको गरिरहेको छ होइन। र पनि मेरो घरदेखि अलिकति माथि नै हो, माथि नै छ होइन। अब यस्तो राम्रो लोकेसन भ्यू। अब अलिकति मात्रै छ है पुग्नलाई। ठ्याक्कै म आइपुग्न लागिसक्यो साथीको घरमा। अब मलाई लाग्छ उहाँहरूले केक काटिसक्नु होला, केक काट्नु बाँकी छ, छिटो आउनु, छिटो आइज भनेर कराइदिए है। पुगेपछि थाहा हुन्छ है त। अब चाहिँ लगभग म साथीको घर छेउ आइपुग्न आँटेँ। जति छेउ आयो उति टाढा जस्तो लाग्छ यार घर पनि। लगभग म आइसकेँ। ओ घिसिङ भाइ, के हो भाइ? ल आऊ आऊ आऊ। अब यहाँ हुन्छ। अब आइपुग्न लाग्यो, आइपुगेँ मेरो साथीको घर। फोन त मैले केही गरेको छु नि त दाइ। कस्तो कुरा गर्छौ? फोन गरेको छैन अरे उसलाई सोध त। म टिकटक लाइभमा बसेको थिएँ, तर म तपाईँको फोन भनेपछि काट्दिनँ क्या दाइ। दुई तिनचोटि पढ्यो अनि ढिसिङले पनि गर। ल आज हामी चाहिँ यहाँ बुद्ध दाईको बर्थडेमा आइरहेछौँ होइन। यस्तो रमाइलो छ यहाँ। हाम्रो आमा पनि हुनुहुन्छ, बहिनीहरू। भाउजू आरामै हुन्छ। आज दाईको बर्थडेमा आइयो होइन। एउटा सानो भ्लग पनि हो यो। अब भोलि चाहिँ हामी सबैजनाले हेरेर रमाइलो गर्छौँ होइन। अनि खोइ त खोइ त राजन ऊ बुवा के अरे हाम्रो घिसिङ दाई त बाहिर बसिरहेको थियो त। र म चाहिँ यता घिसिङ साथीलाई लिन जाँदैछु है। हाम्रो ह्यान्डसम भाइ खोइ यहाँ बसिरहेको छन् बाहिर। ल यता चाहिँ मेरो एकदमै जिग्री साथी हुनुहुन्छ हाम्रो घिसिङ सर है। यो हाम्रो भ्लग हो। बुद्ध दाईको आज बर्थडे भएर चाहिँ त्यहाँ पनि गएर यसो हल्का खिचेर आएँ। अनि बुद्ध दाईले चाहिँ हाम्रो घिसिङलाई लिएर आऊ भन्नुभएर म यता आएको छु। यता हाम्रो काका हुनुहुन्छ है, धेरै पुरानो काका हुनुहुन्छ, मङ्गलबारेको डनै हो उहाँ चाहिँ। र यता हाम्रो घिसिङ सर, हाम्रो घिसिङ सरको अटो यहीँ ट्याक्कसँगले पार्किङ छ। कसैलाई केही आवश्यक पर्यो, इमर्जेन्सी पर्यो भने नम्बर याद गर्नु होला अटोको। ट्याक्क फोन गर्ने बित्तिकै अटो आँगनमा हाजिर होइन। म उहाँको मोबाइल नम्बर पनि राखिदिन्छु। इमर्जेन्सीमा केही पर्यो भने चाहिँ अटो ठ्याक्कै घरमा सुविधा दिनुहुन्छ उहाँले भन्न चाहन्छु। र हामी अब फेरि उहाँ जाँदैछौँ है त। अब फेरि हाम्रो बुद्धे दाईकोमा सुरु हुन्छ है त। ल बाबुलाई बोलाऊ ल, म यहाँ यता अब सुरु गर्नु पर्यो। सुरु गर्नु। छोरीको बर्थडे हो कि बाबाको? बाबाको। खै तिम्रो दाँतै छैन त नि, दाँत देखाऊ त दाँत। यस ल कतिवटा कसले निकालिदियो भन त? आमाले यता अचेत हुँदैछ है भाउजूको। के गर्नु पर्ने? के गर्नु पर्यो मलाई थाहा छैन। मम्मीले गरे हुन्थ्यो नि त। लाइटर अप्सन कता ल्याएको? 5 घाट। मन थाहा छैन। त बर्थडे सड्डे मनाउँछ, केक सेक काट्छ। मम्मी बनाएको छैन। होइन चस्मा खोल्नु पर्छ। माथि पाइदियो पानी बनाउँछ। चस्मा खोल्नु खोल्नु पर्दैन, ठिक छ त चस्मा लाग्छ। हैन। यता गणेश पूजा नि हुँदैछ है। मलाई चाहिँ एकदमै मन पर्यो धुप है यो।
मैले बनाएको भाइले मासु एकदमै हल्दै मन पर्ने क्यान्डल बाल्दिनु अब लु बाबाले बाल्नु दिनु नि तपाईँ पाँचजना बाल्नु ओ बुद्ध अब बुद्ध दाइले पाल्नु अब नानीहरूले त सर्नु ल आज बाबाको पालो हो छोरी गयो बस्छ छोरीको पनि अलि पर बस्छ आयो युवराज बोलाउनु बाल्नु न बाल्नु बाल्नु एकछिन म निकाल्दिन्छु ह्याप्पी बर्थडे ल। पाजु ल एकचोटि सबैजनाले ताली बजाउनु त ल ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे आमालाई खुवाउनु सुरु अब आज आमाको दिन यो कसरी भातले तान्नु न यसरी आधाले उदा ल आमालाई हुन्छ खानु हुँदैन है अब फेरि तपाईँ पनि खाइदिनुहोस् न अलि ठुलो लानु न हौ मुखतिर दलिदिनु ठुलो पर्छ नि त्यहाँ गालातिर अब नानीलाई त्यसरी भयो यो त्यो मुना हुन्छ के लाउने नाखामा हो त क्या लाउनु ओ यो चाहिँ सही खै ल भाइ मलेजीलाई छोरी मलेजीलाई हो छोरीलाई यो हो नि त पारा भनेको आइज जाबी अब के को ल अभिषेकको पालो अब ल म त ढेडो बाडिहाल्छु नि पार्छ ढेँडो भएको छ नि मलाई चाहिँ सल छ होइन सल दिनु त सल तौले केही दिन मुख पुस्न लाग्नु ए हात यहाँ चुब न यस्तो दुःख हुन्छ त्यहाँ छुँदाखेरि यो एसिक लो खै यो बुझिदिउँ जन्मदिनको धेरै धेरै शुभकामना मेरो बाबालाई भएकै छैन आज लाउनु पर्छ दाइ आज लाउने हो कि ओ यो हो नि त यता हेर्नु न हौ आँखै हेरेर भन के कुरा आँखै हेरेर भन के कुरा त्यो केमिकल हुन्छ नि त त्यो उसमा आँखा नपार्नु त पोल्छ पो त मुदेर आउनु त जानु होइन जानु यो टिका लगाइदिउँ न लगाइदिउँ हुन्छ टिका हुन्छ दाइ अब टिका लगाइदिउँ नि ज्याला देखिन्छ होइन ल आशीर्वाद दिनु नि ल बुद्ध दाइ आँखा खोल्नु पर्ने अवस्था भयो नभए चिम्रेको चिम्रेको हुने भयो है चिम्रे भयो फेरि होइन मम्मीले टिका लगाइदियो पोज पनि पो दिनु हो त्यो त मैले यसमा त को कमी भयो यहाँ कमी कमी भयो जस्तो आइरहेको खोइ घरमा अस्मिता सिङ्गल चाहिँ त्यही कमी हो है अस्मिताको जोड पनि हुनु पर्थ्यो बाबालाई पैसा चाहिँ के दिनु 5 रुपियाँ दिनु क्या हो छैन खोइ म टिका लगाइदिनु बर्थडे त भइहाल्छ नि बर्थडेमा हुन्छ त मेरै पालो आएको हो नि मलाई सिधै हाल्दिनु त नै हाल्दिनु आन्टी पैसा पनि दिनु पर्यो त नि आज त पर्यो त के बल्दैन लागेको छ मसँग त गोजे 5 चाहिँ ठिक पारिरहेको छु मैले ल अब मैले चिल्ला लगाएर छोरा दिउँ खोइ रक्सी दिनु त आज त्यस्तो सही हुन्छ सोध्नु आज अहिलेसम्म दिएको थिएन ह्याप्पी बर्थडे टु यु पढेको छ एउटा थरै लाग्यो झ्याप्पै के लाग्यो यो हो नि आज त बर्थडे अनुहारमा आँखा चाहिँ लाग्यो आँखा लाग्छ छैन कि आज हो यसरी लगाउने अरू दिन त पाउँदैन नि मोबाइलको फाइदा उठाउनु पर्छ आज अन्त यहाँ आवाज चाहिँ गोरे गोरे देखियो कम्ती गोरे देखेको साथमा मलाई
त्यो बस्नु त लु छोरीको पालो आयो अब अब छोरीको पालो लु मम्मी फोटो खिचिदिनु। त राम्रै पनि देख्छु दादा अनि कहाँ मेहन्दी लगाएर आज चिटिक्क पुरै कुको यता हो आँखा यता छ यता हो यति हो यसरी नानी हुँदैन है अरू हुँदा नि हाम्रो बुद्ध दाइलाई चाहिँ खतरा देखिरहेको छु क्या म। बसेर हाँसु न हौ के हो हाँस्नु नि हौ, कुनै आँटेस। सबै यहाँ के हो त नि? अब बोल्नै गाह्रो भयो। लो लो तिनजना आँखा बोलेर हेर्नु नहुनु लु यता हेर्नु बस्नु न तिनैजना बस्नु नि हौ बस्नु न बस्नु फोटो खिच्दै छ नि त बहिनी भिडियो बस्छ। अप्सन लाग्यो नि त लु म आउँदिन अहिले सुन्नु जाऊ जाऊ चारजना नानी उता बस्नु न जाऊ चारजना अस्पताल फोटो खिचिदिन्छु आइज न नभए यहाँ भिडियो गरिरहेको छु त्यो जाति आधी जेन काटिन्छ जस्तो छ अब झिकेर देऊ न के हो जिगेर त्यो अहिले म सबै लाइदिन्छु होला गाह्रो भइहाल्छ आज तपाईँको पालो हो मेरो पालो होइन। मलाई पनि हानिदिनु भएको खाइदियो काँडको देऊ सबैलाई हो ओए तेरो मैले यसरी नचाहिँ गाला साला रोकाइदिन्छु मैले अब आयो नि त श्याम बाबुले दिनु न। तपाईँको बर्थडेमा हैन एकदमै मजाले टिका लगाउने ल स्याबास अभिषेक ला सधैँभरि वर्षैपछि यसरी नै नानीलाई दिनु न। त्यसमा त होइन। छोरीले सधैँभरि बर्थडे यसरी मनाउनु पाऊँ होइन भरे दिदिनँ अँ म बाबा नदिने बाबालाई नदिने आज म भाइको लु अब खानु त के सानो मान्छेले टिका लाउनु पर्दो रहेछ नि कहिले कहिले बर्थडेको उपलक्ष्यमा चाहिँ बुद्ध दाइको आयुष्य कहिले नरिसाउनु नरिसाइकन बोल्नु होइन छोरालाई हेर्नु पर्यो भन्नु न लगाइरहेको छ घर परिवारसँग मिलेर बस्नु विशेष सहयोग आयु नौका शान्ति भएर चाहिँ बर्पिपल जस्तो तपेर राम्रो भएर चाहिँ राम्रोसँगले चाहिँ उयो भएर दसैँ यस्तो लामो उयो भन्नु नि छोरा नम्बर अहिले चाहिँ हाँस्ने त चौबडे खिच्किरहेछ नहाँसेर पैसा कहाँ गयो ए फेरि पैसा पर्दैन उ आशीर्वाद दिनु न यहाँ कहाँ त्यत्तिकै बर्थडे हुन्छ बुद्ध दाइको बर्थडे त्यही पनि खोइ त्यो 10 रुपियाँ जस्तो देख्यो हौ। 10 रुपियाँ त दिने हो त नि कहाँ चाहिँ धेरै दिने हो त नि कसले भने धेरै भनेर ओइ काले उही नानु बाबु ह्याप्पी बर्थडे कि ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे म चाहिँ टिका यतापट्टि आउनु के युवराज भाइ ह्याप्पी बर्थडे भनेर म दाजु आफूभन्दा ठुलो म टिका लाउँदिन है आशीर्वाद दिन भनेको सानोलाई हो कि ल कागज ल्याऊ आशीर्वाद होइन हामी त लगाइदिउँ नि होइन लाउनु पर्छ नि कति बिति दुख्लाको त दसैँमा मात्रै पो ठुलो लगाउनु बर्थडेमा त सानो बर्थडेमा जसले लाउँदा त्यसो भए लाइदिनु ओइ आज त हुन्छ नाच्नै नाच्दै त केही छैन र पनि के खाएर मन भन्नुभएको र अब हातमा यता भाइको फेरि यो खतरा डान्स छ यहाँ लु थाक्यो अब चाहिँ अब आउनु ससुरले आइपुग्यो बल्ल ससुरालीबारे भन्दा पनि टिकै लाग्यो अलि उता जानु त भाइ अलि उता गरेर लगा न हो त्यहाँ लु लाउनु पऱ्यो नि त ह्याप्पी बर्थडे भन्दा त है लु यता फर्केर गर न त भाइ हो यहाँ अनुहारै देखिएन नि त नि बाबु ह्याप्पी बर्थडे भनिदिनु त ह्याप्पी बर्थडे टु यु भन श्यामलाई फोन गरे कतिचोटि श्यामलाई फोन गरेर बाबु ससुरालाई धेरै परलो ह्याप्पी बर्थडे टु यु भन खोइ ओ ससुराली होइन छैन भन्दै यहाँ सो गर्दैछ कि यहाँ यसो यो लाइभमा जाओस् न होइन के छ यहाँ गर मारित त मारि हरेक कुरा त लाइफमा देखाउनु पर्दैन के मान्छे युबिला दिएको होइन त्यो त काटिहालिन्छ नि त्यसको पिस पिस हुन्छ के खाने के हुन्छ के हुन्छ कति वर्षको
कति साल गिरेको कति साल हो दाजु खोइ कति वर्षको बर्थडे हो कति साले हो तपाईँ खासै मभन्दा 1 वर्ष जेठो 35 45 55 65 75 85 गर्दाखेरि 50 पुग्छ भने चाहिँ अहिले 84 ल छोरीले अब यहाँ एकछिन नानु दिइराख अरे तिमीले दिइराख दार्जिलिङ गयो नि फेरि कति दाइने हातले मुस्काना दार्जिलिङ नरेखा नि फेरि हिँड उता बाबाले हिँड गर्न ल बुद्ध दाइले पनि त्यो यसो अलिकति सेवन गरे जस्तो गर्नु खाइदिनु अलिकति छोरीको कोसेली नानी थपिदिएको बित्तिक तिनकै छ तुरुक तुरुक मजा लाग्यो सौन हो के दुईटा हातले त्यसरी हो त्यसरी पोङ नाच्न नाच्नु क्या हामी गाना बजाउनु सबै हाल्नु सबै भाइटिका नगराउनु भन्नु है सबैले सानो भाइ नाइना खोइ लक्ष्मीलाई देऊ बस्न एकछिन एकछिनमा आउँछु रोटी त्यो थपेर ल नाइना आउन अहिले कस्तो पछि हुन्छ अब अर्को दिन हुन्छ यस्तो पनि यस्तो मैले नि बिर्सेँ त एउटाले माथि पार्नु के अरे लिनेले सिधा पार्नु ल सगुन खानु त्यो थोरै लु त दाइ म दिन्छु लु त्यसो भए आज म फेरि आस्ते सन्यासी यार आउ न आसी दाले खोइ के छैन ल्याउनु न दिन्छु त म अभिषेक मैले खानु न जुठा हाल्नु अन्डा ल आमाले खानु पर्यो खानु गमी खाइहाल्नु चिसो चिसो अब उठ्दा भयो अब यो फ्रिजमा राखिदिनु पर्ला है अहिले नाच्दा हुन्छ हौ अङ्कल कस्तो किन धुनु ल यता फेरि हाम्रो जिग्री हाम्रो युवराज भाइ अनि हाम्रो यता खोइ कता गयो अर्जुन भाइ खोइ अर्जुन कहाँ छ ओ मेरो भाइ ल के छ यार होलसेल साम र जुत्ता चप्पलहरू सबै पाउँदो रहेछ हाम्रो सिस्टरकोमा जुत्तो लु त यहाँ भ्लगमै आउने कुरो हो यो होइन एड पनि हुन्छ मैले यहाँ अगाडिको बोर्ड छ कि छैन म त्यो पनि खिच्छु है ल 700 रुपियाँ कति अरे ल 700 रुपियाँ ओन्ली 700 रुपियाँ एकदम राम्रो सुज छ है कलर जस्तो भने त्यस्तै पाउँछ यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई जुत्ता पनि अब भोलि चाहिँ आएर म एउटा लगिहाल्छु अनि यता हाम्रो अर्जुन भाइ युवराज भाइ राम्रो छ जुत्ता बोल्दै के हुन्छ के बिग्रिन्छ बोल्दाखेरि खोइ घिसिङ प्रो कहाँ गयो अनि कस्तो नबोलाइकन हिँड्यो त होइन यहाँ उता सपिङमा व्यस्त रहेछन् साथीहरू साथी हो कि नानी तम्ले खोज्दै त बाबा हल्ला मत गर्नु एकछिन कान्छी ल अब हामी चाहिँ खानपिनमा व्यस्त छौँ है कान्छी अभिषेक यो चाहिँ हाम्रो भाइरल भान्साको लागि हो हाम्रोमा सबै ल्याइदिनु ल भाइ स्पेसल यस्तो स्पेसल अब यहाँ यता यो हाम्रो घिसिङ बाबाको है स्पेसल यहाँ झन् यस्तो स्पेसल चटपटे छ श्याम दाइले किन नखानु भएको
कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम खाँदैछु मेरो दाँत छैन नि त भाइ थालमा देखेँ होइन तपाईँको मात्रै किनेर। अब मेरो दाँत छैन अगाडि दाँत नखोइ चबाउनु मिल्दैन यो लुकाउने कुरो होइन नि त यता हाम्रो घिसिङ सरले झ्याम मेरो भएको यहाँ मैले यहाँ हालिदिएको छु है यस्तो दामी यहाँ हेरेर चाहिँ भान्जा यो के गरौँ नि यसलाई के गरौँ भान्जा अब यो पप्पै खाउँदै गयो यो के गरौँ भान्जा म यता घिसिङ बाबा पनि मरि हाँस्छ मजाले खाँदैछ घिसिङ मावलले घिसिङ माले यस्तो दामी ल जसले जेसुकै भन्नुहोस् भान्जा है यसलाई चाहिँ 3 पिस भन्छ यो भाग चाहिँ फेरि ठ्याक्कै यता मेरो बन्धुलाई परेको छ भान्जाको भाग्यमा रहन्छ छैन भान्जा भाग्यमा के भन्न चाहन्छौ त घिसिङ बाबा भान्जालाई भान्जाको भाग्यमा रहन्छ भन्न चाहेँ मैले यो यस्तो चिज है त्यो चाहिँ 2 पिस हो यो चाहिँ फेरि लोकल कुखुराको लेग पिस है यो हामी चाहिँ फेरि यो 3 पिस हान्दैछौँ वादैलाई हो चाहिँ भन्नु नि बधाईलाई फेरि अब हामी चाहिँ अब यहाँ बुद्ध राईको पार्टी साटी खाएर अब बाटो लाग्यौँ यता बुद्ध राईको सफारी समारोहमा ल अब भान्जालाई के भन्न चाहन्छौ त केही नभन्नु यता भान्जालाई के भन्ने तिमी ल घिसिङ बाबा के भन्ने भान्जालाई घिसिङ बाबाले को भान्जालाई हाम्रो भान्जा भान्जालाई अब आजलाई सक्यो भोलि फेरि भेटौँला भन्नु भोलि हामी त्यहाँ चोकमा भेट्छौँ अनि प्रोग्राम मचाउनुपर्छ प्रोग्राम मचिन्छ ल साथीहरूलाई बाई ल जाउँ